बालिन शाहलाई अहिलेसम्मकै कडा सुरक्षा शपथ ग्रहणमा 300 प्रहरी 3 तहको कमान्ड र ड्रोनबाट निगरानी। दर्शकबिन भोलि चैत 13 गते हुने बालिन शाहको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहलाई लक्षित गर्दै उच्च स्तरीय सुरक्षा व्यवस्था लागू गरिएको छ। भोलि हुने प्रधानमन्त्री शपथ ग्रहणका लागि सुरक्षा निकायले करिब 300 प्रहरी परिचालन गर्दै 3 तहको कमान्ड प्रणाली मार्फत सम्पूर्ण कार्यक्रमलाई कडा निगरानीमा राखेको छ। आज बालिनसँगै 274 नवनिर्वाचित सांसदको शपथ ग्रहण समेत रहेको छ। सुरक्षा स्रोतका अनुसार समारोह स्थल वरपर पहिले घेरामा सशस्त्र र नेपाल प्रहरी संयुक्त टोली परिचालन गर्नेछ। दोस्रो घेरामा विशेष सुरक्षा इकाई र तेस्रो घेरामा गुप्तचार संयन्त्र परिचालन गरी सम्पूर्ण कार्यक्रमको मल्टिलेयर सेक्युरिटी योजना कार्यान्वयन गरिनेछ। सुरक्षा अधिकारीहरूले भनेका छन् कि भीड व्यवस्थापन, सम्भावित जोखिम न्यूनीकरण र आपतकालीन घटनामा तुरन्त प्रतिक्रिया दिने सबै पक्षलाई ध्यानमा राखेर सुरक्षा योजना तयार पारिएको छ। शंकास्पद गतिविधि देखिएमा क्विक रेस्पोन्स टिम तुरन्त प्रतिक्रिया दिने तयारीमा समेत राखिएको छ। भोलि हुने बालिनको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उच्च राजनीतिक नेतृत्व, कूटनीतिक प्रतिनिधि र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने भएकाले प्रवेशद्वारमा कडा जाँच, सीसीटीभी निगरानी र ड्रोन मार्फत हवाई अवलोकन समेत गरिनेछ। सुरक्षा निकायले समारोह स्थल भित्र र वरपरको क्षेत्रको प्रत्येक कोणमा निगरानी राख्ने व्यवस्था मिलाएको छ। यसैबीच ट्राफिक व्यवस्थापनमा पनि विशेष प्राथमिकता दिएको छ। समारोह स्थल आसपासका सडकमा सवारी आवागमन आंशिक रूपमा नियन्त्रण गरिने र सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सुरक्षा अधिकारीहरूले उल्लेख गरेका छन् कि सार्वजनिक सुरक्षा र कार्यक्रमको सहज सञ्चालन सुनिश्चित गर्न कडाइका साथ सबै उपाय अपनाइनेछ। शपथ ग्रहण समारोहको सुरक्षामा राष्ट्रिय प्रहरी, सशस्त्र प्रहरी बल, विशेष सुरक्षा इकाई र गुप्तचार संयन्त्रसँगै विभिन्न सरकारी निकायहरू समेत समन्वय हुनेछन्। अधिकारीहरूले भनेका छन् कि सुरक्षा व्यवस्थापनमा कुनै चूक नहोस् भनेर प्रत्येक चरणमा अभ्यास र तयारी गरिएको छ। बालिन शाहको प्रधानमन्त्री पदमा शपथ ग्रहण कार्यक्रममा लागू गरेको मल्टिलेयर सेक्युरिटी नेपालमा उच्च स्तरीय सार्वजनिक कार्यक्रम सुरक्षा व्यवस्थाको उदाहरण पनि सम्भावना रहेको छ। यसले भविष्यमा ठूलो राजनीतिक र सामाजिक कार्यक्रमहरूको सुरक्षा व्यवस्थापनका लागि मार्गदर्शन दिनेछ।